इन्डियामा सबैभन्दा धेरै सेलरी खाने दाइलाई चाहिँ मैले भेटिसकेको छु होइन। अनि त्यसपछि दाइसँग चाहिँ अस्ति चिनजान भएको थियो अनि अहिले चाहिँ हाम्रो पार्कमा भेट भएको छ। अनि दाइले चाहिँ कति सेलरी खानुहुन्छ भनिदिनु त। मेरो चाहिँ सेलरी लगभग 7,000 आउँछ। 7200 रोन है यहाँको 7200 डी आउँछ। अनि काम के हो त्यो सब? काम चाहिँ मेरो वेल्डिङ हो। हाम्रो ड्युटी चाहिँ 8 घन्टा हो, 2 घन्टा ओभरटाइम दिन्छ, 10 घन्टा काम लाउँछ। अब मेन सेलेरीको हिसाबले चाहिँ हाम्रो चाहिँ 5,000 को एग्रिमेन्ट छ। तर हामीले चाहिँ ओभरटाइम गरेर चाहिँ 7200 7,000 सेलेरी थाप्छौँ। तपाईँ आउनु हो कति भयो? म आउन चाहिँ आएको 9 महिना भयो। म पोखरा ग्लोबल ओभरसिज प्रणालीबाट आएको, मेन पावरबाट आएको। तपाईँले आउँदाखेरि कतिमा साइन गरेर आउनुभएको थियो? म आउँदाखेरि $750 साइन गरेर आएको। जस यहाँ आएको भन्दा पनि बढी दिएको छ। त्यो चाहिँ एउटा गड गिफ्ट हो हैन, गडले चाहिँ दिनुभएको गिफ्ट हो यो। त्यो कारणले म ह्याप्पी छु, खुसी छु। तपाईँ नेपालमा कति पठाउनुहुन्छ नेपाली पैसा? नेपाली पैसा लगभग 2,16,000, 2,10,000, 2,07,000 समथिङ म नेपालमा पठाउनुहुन्छ। अनि त्यसपछि के अरे तपाईँको कहानी भनिदिनु न। जस्तो कि आएपछि तपाईँलाई फेरि नेपाल फर्काइदिन आँटेको थियो अरे नि। नेपालमा म चाहिँ नेपालबाट आउँदाखेरि चाहिँ यहाँ चाहिँ तपाईँ वेल्डिङ गर्न पुरै आउँथ्यो होइन तपाईँलाई? पुरा वेल्डिङ गर्न आउँथ्यो। तर यहाँ आउँदा चाहिँ म फेल भएँ, वेल्डिङमा फेल भएँ। अनि फेल भएर चाहिँ मैले 24 घन्टा पठाइदिन्छु भन्दै थियो। अनि त्यहाँबाट म चाहिँ एउटा आफ्नो गडलाई प्रे गरेर बसेँ, फास्टिङ सहितको प्रे गरेर बसेँ। त्यो प्रे गर्दाखेरि चाहिँ त्यहाँबाट म टेस्ट गर्न आइज भनेको थियो, म गइनँ। त्यहाँबाट फेरि मलाई त फोन गरेर बोला। अनि गएर टेस्ट हानेको त ल राम्रो भयो, तिमीले भनेको भन्दा राम्रो गऱ्यौ भनेर मलाई चाहिँ भोलि पठाइदिन्छु, 24 घन्टामा नेपाल पठाइदिन्छु भनेको बोसले चाहिँ धाप मारेर त्यहाँबाट लग्यो। अनि भोलिपल्टबाट साइडमा पठाएँ। म अहिले साइडको साइडमै छु। म कम्पनी चाहिँ मेरो ड्युटी त्यति पर्दैन, म साइडको साइडमै जस ड्युटी पर्छ मेरो चाहिँ। जस्तो कि अब यो के भनेर डिमान्ड आउँछ नेपालमा चाहिँ? वेल्डिङ भनेर आउँछ कि ओल्डर फेब्रिकेसन भनेर आउँछ। ए त्यसरी आउँछ। अनि त्यसपछि दाइको चाहिँ के भन्छ अब यहाँ 9 महिना बस्नु बगाउमा होइन, अब कता जानुहुन्छ तपाईँ? अब कता लान्छ, अर्को नयाँ सिटी लान्छ। कहाँ एग्रिमेन्ट भएको छ, कहाँ काम छ त्यहाँ लान्छ। जस्तो कि तपाईँको इन्डोर आउटडोर दुइटै काम हुन्छ होइन? दुइटै काम। तर तपाईँ चाहिँ आउटडोर गर्नुहुन्छ? म आउटडोर बढी जस्तो मेरो साइडमा पर्छ। जस दाइको चाहिँ पोखरामा पहिला ग्रिलको के व्यापार थियो नि? ग्रिल उद्योग थियो मेरो। उद्योग रहेछ दाइको। अनि त्यसपछि दाइ चाहिँ पर्फेक्ट के भन्छ, मिस्त्री भन्छ के भन्छ? पर्फेक्ट होल्डर भन्छ। 6G होल्डर भन्छ। म 6G होल्डर हुँ। दाइ चाहिँ 6G होल्डर हुँदो रहेछ। अनि जस दाइको राम्रो छ, दाइसँग पहिल्यै भेट भएको थियो। अलिक के त जाउँ ल, पहिल्यै भेट भएको थियो। अनि त्यसपछि के भन्छ दाइको चाहिँ मैले भनेको पनि थिएँ 7500 7,000 भन्दा बेसी खानुहुन्छ भनेर होइन। किन भन्दा दाइको अब हाम्रो त सिप छैन, दाइको चाहिँ लास्टै सिप छ होइन। अनि त्यसपछि दाइको काम चाहिँ अब हामी पनि हाम्रो कम्पनी जाँदाखेरि दाइको काम गर्ने ठाउँ हामीले हेरेको थियौँ। अनि मजाले गर्नुपर्छ त्यो चाहिँ होइन। अब बवाल पाराले अब हामीलाई त आउँदैन त्यो। मलाई पनि अब मिल्यो भने दाइको हेल्पर तान्नु भनेको छु। हेरौँ त्यो कम्पनीको माग अनुसार हुन्छ। माग अनुसार हुन्छ। मैले गर्न सक्ने त केही पनि सकिनँ। अनि त्यसपछि म पनि जान मिल्दैन आफ्नो कम्पनी छोडेर। अनि भाग्यको कुरा हुँदो रहेछ होइन दाइ? भाग्यको कुरा। जस मसँगै आउने म पहिला चाहिँ पास भएको थिएँ। अनि पहिला पास हुँदाखेरि मेरो डकुमेन्ट नहालिदिएर मेरो चाहिँ 1 वर्ष लेट भयो। 1 वर्ष लेट भएर जस मैले त्यहाँ फेरि इन्टरभ्यू दिएर म पास भएँ, आएँ। अनि त्यो आउँदाखेरि चाहिँ अहिले म जस ह्याप्पी छु। जुन ढिलो भए पनि के भयो, ढिलो भए पनि छोरै भयो भने जस्तो। जस म ढिलो आए पनि म राम्रो कम्पनीमा डाइरेक्ट आएँ, राम्रो छ। म भन्दा 1 वर्ष अगाडि आउने मेरो सँगै पास भएको इन्टरभ्यूमा पास भएको साथी अहिले अर्कै ठाउँमा छ। उसले भन्छ दाइ हाम्रो त बल्ल बल्ल 1 लाख रुपियाँ पठाउँछौँ नेपाल भनेर भन्दै थियो। दाइकोसँग कन्ट्याक्ट हुन्छ नि त। जस दाइ चाहिँ के हो भन्दाखेरि यहाँको ओल्डरलाई पनि कामसाम लाउने खालको मान्छे हो क्या। भन्नाले के भन्छ सुपरभाइजर भनौँ न, हाम्रो चाहिँ कम्पनीमा सुपरभाइजर जस्तो दाइ चाहिँ खतरा हो। दाइलाई चाहिँ अब केही अब कसैले यो ठाउँमा यो काम भयो भनेपछि दाइले हेर्ने ओर्ने कामसाम लाउने त्यस्तो आफू पनि गर्ने। जस दाइको चाहिँ स्किल धेर भएर धेर पैसा भएको हो। अहिलेसम्म भेटिकन फेरि यत्रो पैसा हुन्छ, थोरै खाने पनि छन्, 2,000 खाने पनि छन् होइन, 60,000 कमाउने पनि छन्। तर दाइलाई चाहिँ मैले पहिल्यै भेटाएको थिएँ 7500 हुन्छ भन्दाखेरि म पनि छक्कै परेको थिएँ। सो अब नराम्रो कमेन्ट आउँछ बालै भन्यो नि होइन? केही भएन, त्यो आफ्नो भएको कुरा भन्ने हो। भएको कुरा होइन, त्यो एउटा भन्छ नि त्यो भगवान्को दाहिने परेपछि कसको के लाग्छ भने जस्तो हो। उपरवालाले गड गिफ्ट भनौँ न। धेरै नेपालीहरूको कुरा सुन्दाखेरि चाहिँ जस म चाहिँ धेरै ह्याप्पी छु, खुसी छु। सबैको कुरा सुन्दा म सन्तुष्टि छु। दाइले त ब्याङ्क एकाउन्ट पनि हालिदेऊ मेरो आएको भन्दै थियो। तर त्यस्तो चाहिँ हाल्दाखेरि पछि प्रब्लम हुन्छ, त्यही भएर मैले हालिनँ। जस दाइले त्यति विश्वास दिलाउन खोज्नुभएको थियो। जस दाइको राम्रो छ। तर अब दाइ पनि अन्तिम हो यतातिर होइन। अब अर्कै ठाउँतिर काममा जानुपर्ने हुन्छ दाइको। अनि हिजोको दाइ पनि अब अर्कैतिर जानुहुन्छ अरे, हाम्रो मात्रै यहाँ हुन्छौँ। केही छैन। ल हाल्दैन। ल ल ल, केही फरक पर्दैन।